उसको हेर्ने ल ऊ कहाँ अफलाइन ल गुड लक ब्रो 1v3 हान्नु पर्यो त राम्रोसँग हेरौँ न पहिले थाहा पाल्छु मैले 1v3 हान्न सक्छु भने त अलिअलि हान्देला नै 1v3 पो त पछाडिबाट अगाडिबाट ल ओ बिग फ्यान 2 ब्रदर बिग फ्यान 2 ए आऊ है त गेम खेल्ने आऊ द्याट सल ब्रो वेलकम व्हाट्स अप मेरो 99 गइसक्यो 0 मा चाहिँ खाना भएन मेरो हेर त 99 गएको मेरो चलिरहेको छ ए म त घरतिर यार यसो दसैँ तिहार मान्ने मानेर ए ओके ल दामी है डेभिल किङ इमोटहरू चाहिँ नदेखाऊ है केटा त्यो राम्रो हुँदैन कता हो नि तिमी ल टाटा मोटी अझै तिमी हेर्छौ तिमी त सुत्यौ जस्तो लाग्छ मलाई त अनि छैन कि यो के कस्तो हुन्छ भनेर अनि दा इमोट हान्नु पर्यो नि नै नहान इमोट नहान है इमोट हान्यो भने के हुन्छ भने झगडा पर्छ कि अहिले मादर हुन्छ 99 गएको क्या ओ पेला यो ऊ त्यो गएको थियो नि त हुनु हुने क्या ल मोटी गुड नाइट ह्याभ अ स्विट ड्रिम अफ पहिले नि गइसक्यो क्या यो त कहाँ त्यो त कमन सेन्स हो नि त 1v3 हान्दाखेरि भएन नि त 600 को पिङ चल्ला छ 99 गएको ल फेरि हान्दिदियो डेभिल किङले फेरि हान्दिले ओइ सरी भाइ म रिसाउने खोजे हैन त मनिष ब्रदर वेलकम के हैन खाइन्छ त चिल हो क्या गेम भन्ने कुरा ल टाँसा खेला है ब्रदर सिङ्गल त नि हान्ने त प्रोहरूले त सिङ्गल हान्ने त नि यो पुरानो प्लेयर हो तर नयाँ आइडी हो पुरा ह्याक लगाएर क्या माथिले आएर त्यो त यो को अफलाइन गइसकेको छ को नाम के सिग्मा बोय अफलाइन होइन ऊ त्यो गएर कमेन्ट गरेर रहेछ ऊ इमोट छैन ए ल ओके ब्रदर लुक्दै हान्छ ल त्यस्तो लुक्दै नहान है गाइजहरू भाइ के अरे नाम सकुना गेमर ओपी दामी हाने नै ओए त्यो तिमी भाग त्यो गर है जोनमा जाऊ ओपी त्यही त यस्तो हो के ओके अब ल एउटा त हान्नु पर्यो त कसो लिल पनि छ द्याट यार ऊ त अफलाइन गइसकेको छ अरे अहिले छोडिदियो ना एकछिन अहिले बल्ल इमोट छैन ओके त्यो उसको नेट स्लो हो कि मेरो नेट स्लो हो हानिसक्यो क्या
कसको नेट स्लो बट्टा मेरै नेट स्लो लाग्यो हेर त Triple kill. ल ओपी हेर कस्तो मजा सुनिन्थ्यो होला है एस भन्ने होला ओपी है त नट वेक एक्स जेड के अरे रिवाज के अरे रिवाज दाई रिवाज ब्रदर दाई गेम खेल्नको मोबाइल भाइ मेरो हेर्न चार्ज हेर एकचोटि हेर न त्यहाँ चार्जर 11% छ यार नोटिफिकेसन कस्तो नाम पनि नोटिफिकेसन ल नोटिफिकेसन ब्रदर वेलकम है त यति बेर यो एआई रोड गराउने होइन क्या ब्याक जम्प हान्ने हार्ने ब्याक जम्प हार्ने भन्नाले ब्याक जम्प हान्ने ए हुन्छ हान्दै बस ओए ओके यो सबै ब्याक गयो यिनीहरू त त्यो गरिरहेछन् के अरे लाइभमा गएर कमेन्ट गरिरहेछन् ब्याक जम्प यिनीहरू पनि नाइन गयो त वाइफाई पनि मोबाइलभित्रै छिराउँदाखेरि पनि नहोला जस्तो छ अरू त्यस्तै हो लिलको के छ अफलाइन हो लिली छैन त अफलाइन त उही त राम्रो खेलेको थियो त अब त गरेलेबाट यिनीहरू कम्प्लेस भाग्यो ल ओपी तर भएछ कि यार केही बुझ्नै सकेन हेर न रिवाज यो सकुना भन्ने यो डेभिल किङ अफलाइन गएछन् अनि लिल पनि त्यो छैन के भयो मेरो त 99 प्लस चलिरहेछ के भन्ने लाइभ चाहिँ कसले के हो यार के दामी खेलिरहेको थियो त अघिसम्म त यार यो लिली अफलाइन गइसक्यो डेभिल किङ पनि छैन यो सिग्मा बोय पनि छैन सबै अफलाइन गयो ब्याक जोइन अरे ब्याक जोइन ए ल आउ न त ब्याक हो ल आऊ ब्याक हो किन अर्थ भएर बट लाने यिनीहरू सबै ब्याक गइसक्यो ए ऊ अनलाइन छ देऊ ए उसलाई देऊ न ओ ब्रो ऊ केटीवालालाई त्यो देऊ त देऊ ओपी तर त्यो पो छैन क्या अब त त्यो छैन फेरि एउटा मात्र किनेर छन् क्या वाल छैन मैले थाहा हालेँ ए वाल छैन मैले थाहा हालेँ क्या ल मुभमेन्टमा हान्दिउँ त ल मलाई थाहा थियो कि वालै छैन भनेर त्यो त अर्थै भएन त के गर्नु त नि अब हान्दियो के भन्नु उसले पनि हान्छ चिमा गरे गर्छ हान्दियो होला ओपी ल लिलु है त्यो थिएन है उसँग के अरे वाल थिएन त्यही भएर ठिक छ ओपी मसँग जिरो भयो मलाई थाहा थियो क्या वाल सधैँ अर्को गन पनि लग न अर्को गन लग अनि त्यो हुन्छ अनि वाल पनि जहिले नि खेल्दाखेरि 2टादेखि 3टासम्म वाल लाग्दियो के हुन्न अपोनेन्टसँग वालै हुन्न कि कहिले ब्याक गर्नु रुक है म उसलाई हेर्छु है लिल अफलाइन गयो कि नै लिल होइन कि लिली अघिदेखि लिल त्यो सबै अफलाइन गएछन् जाऊ ब्याक आऊ फेरि अफलाइन गयो आइग्यो ए अन आइसकेछ अन आएछ
यो ए अफलाइन के ऊ ल ल लिली अना अर्के ब्याक हो औ अर्को बनाऊ ओके यार ये तो अहिले त कोही नि छैन हेर्ने भाइ आइबी सोनिक सकुना को को छ रितिका मोटिस आउँछ कि अहिले आउँछ किन नआउने को बनाऊ रे दियो आऊ त गेममा आऊ त म तिमीलाई टिम कोड दिन्छु ल टिम कोडबाट आऊ त ल हाम्रो यहाँ बेस्ट प्लेयर हेर न यहाँ यस्तो बेस्ट प्लेयर अब मेरो नेट नै चाहिँ लाग्छ हो र मेरो पनि नेट चलेको छैन यहाँ ऊ के गरे कसैको सब अफलाइन गरेछन् भाग्यो के गर्ने यो भाइलाई बोलायो भने त आउँदैन त यो भाइ छ कि खतरा खेल्छ डार्क एन्ड सुड्डो भाइ खतरा भन्नाले जोस खेल्छ राम्रै खेल्छ यो भाइ आयो भने एकछिन सुन न त्यहाँ के अरे फेसबुकमा जाऊ त त्यो भाइलाई ब्याक आइज भन त